वृत्तासुर नाम गरेका दैत्य थिए, तिनी चाहिँ पूर्व जन्ममा चित्रकेतु नाम गरेका राजा थिए। को थिए त्यो वृत्तासुर? यहाँ श्री सुखदेवजी भन्नुहुन्छ, पहिला आसित राजा सार्वभौम सुरसेने सुवै नृपः चित्रकेतु इति ख्यातो यस्यासित कामधुमहि। अर्थात एकजना चित्रकेतु नाम गरेका राजा थिए। ती राजा चाहिँ अत्यन्त प्रतापशाली थिए र महाराज तस्य भार्या सहस्राणाम सहस्राणी दशा भवन। उसका पत्नीहरू कति थिए त भन्दाखेरि हजारौं पत्नी थिए, 10,000 वटी पत्नी थिए। राधे राधे। राजा एउटा, पत्नी कतिवटा? 10,000 वटा। 10,000 वटा पत्नी, तर सन्तान एउटा पनि रहेनछ। चिन्तित भएछ, यत्रा रानी छन्, कसैले त मलाई सन्तान जन्माएर दियो भन्दा कसैको सन्तान भएनछ। त्यसपछि राजा चिन्तित भए। त्यसपछि उनले एकजना गुरु अंगिरा नाम गरेको ऋषि कहाँ गए, उहाँलाई गएर आज्ञा गरे, प्रभु मलाई सन्तान चाहियो, मेरा यति रानीहरू छन् तर कसैको पनि सन्तान भएन, त्यसैले हजुरले जसरी हुन्छ जे गरी हुन्छ मलाई सन्तानको प्राप्ति गराइदिनु भनिसकेपछि महाराज अंगिरा मुनिले आएर खुसी हुनुहुन्छ, प्रसन्न हुनुहुन्छ। तिम्रो घरमा एउटा यज्ञ गर्नुपर्छ, पुत्रेष्टि यज्ञको आयोजना गर्नुहुन्छ। राज उनलाई सम्झाउनुहुन्छ, पहिला बाबु संसारमा छोराछोरी पाएर मात्रै सुख हुन्छ, यो गलत हो। त्यसैले तिम्रो सन्तान छैन, तिमी खुसी भएर बस, आनन्दका साथ मग्न भएर बस। सन्तान पायो भने झन्झट हुन्छ, 50 वटा काम हुन्छन्। अहिले आनन्दले बसिरहेछौ, छोराछोरी पायो भने बस्न पाउँदैनौ। राधे राधे। जिन्दगी के हुन्छ? काममै बित्छ। छोराछोरीलाई हुर्काउ, खुवाउ, बढाउ, पढाउ, लेखाउ, घोटिँदै आफू बुढो भएको थाहा नै हुँदैन। त्यसैले बाबु तिमीलाई सन्तान नभएकै ठिक छ, त्यही पनि तिम्रो भाग्यमा सन्तान सुख लेखेको छैन। मैले तिम्रो भाग्य पढिसकेँ, तर पनि यदि तिमी जिद्दी गर्छौ, इच्छा गर्छौ भने ल ठिक छ, म एउटा यज्ञ गरेर तिमीलाई सन्तान दिलाइदिन्छु भनेर आज दिव्य यज्ञ गर्नुहुन्छ। यज्ञ गरिसकेपछि महाराज त्यो यज्ञको एउटा फल, यज्ञको प्रसाद स्वरूप एउटा फल दिनुहुन्छ, लगेर त्यो फल आफ्नै पत्नीलाई दिनु। त्यसपछि तिम्रो सन्तान हुन्छ भनेर अंगिरा मुनि त्यहाँबाट जानुहुन्छ। त्यसपछि महाराज चित्रकेतुले लगेर त्यो जुन फल छ त्यो फल लगेर आफ्नै सबैभन्दा जेठी रानीलाई दिन्छ। जेठी रानीलाई दिइसकेपछि सन्तान तपाईँ एउटाको मात्रै हुने भयो। त्यसपछि उनले त्यो फललाई ग्रहण गरिन्। फल खाइसकेपछि उसको सन्तान भयो, छोरा पाइछ। राधे राधे। छोरा पाइसकेपछि अब अरू त्यत्रा रानीहरू छन्, उनीहरू के भयो त भन्दाखेरि जल्न थाले। जलेर भित्रभित्र अब के गर्ने, कसरी हुन्छ, यसलाई मार्छु हामी भनेर उनीहरूले प्लान बनाएछन्, योजना बनाएछन्। अब यो बच्चोलाई मार्नुपर्छ, यो दुःखको हामीलाई दुःख दिने भने यही बच्चोले गर्दा हो, यसलाई बाँच्न, यसलाई जिउँदो राख्नु हुँदैन, यसलाई मारिहाल्नुपर्छ भनेर उनीहरू सबैले मिलेर चाहिँ त्यो बच्चालाई मार्न आँटेछन्। अब एउटा दासीलाई बोलाएछन्। दासीलाई बोलाएर एउटा दुधमा चाहिँ विष मिलाएछन्। विष मिलाइसकेपछि सबै रानीहरूले औँला चोपेछन्। कसले मारेको भन्दाखेरि दासीको नाम आउला, त्यसैले गर्दाखेरि सबैको नाम आउनुपर्छ भनेर ती हजारौं रानीहरूले चाहिँ सबैले औँला चोपेछन्। त्यो दुधमा औँला चोपिसकेपछि लगेर त्यो बालकलाई खुवाइदिए। खुवाइसकेपछि महाराज त्यो बालकको मृत्यु भयो। त्यसपछि आमाले आएर देखिन्, चित्कार गरेर रुन थालिन्, चिच्याउन थालिन्, कराउन थालिन्। अत्यन्त दुखी भएर रोइन्। राजा त्यति पनि आएर हेरे, आफ्नो बल्ल यत्रो मेहनत गरेर यत्रो यज्ञ गरेर सन्तान पाएको थिए, यो सन्तान पनि मरेर गयो भनेर विलाप गर्न थाले। त्यसपछि फेरि गुरु कहाँ गए, अंगिरा मुनि कहाँ गएर प्रार्थना गर्न थाले, प्रभु हजुरले जसरी हुन्छ जे गरी हुन्छ मलाई फेरि यो मेरो छोरोलाई जिउँदो पारिदिनुहोस्। राधे राधे। मलाई संसारमा सुख चाहिएको छ, छोरा बिना म सुखी नै हुन्न। त्यसैले हजुरले यदि सन्तान जन्माइदिन सक्नुहुन्छ भने यसलाई जिउँदो पनि पारिदिन सक्नुहुन्छ। हजुरले यसलाई कृपया गरेर हजुरले जसरी हुन्छ जे गरी हुन्छ यसलाई जिउँदो पारिदिनु प्रभु भनेर फेरि अंगिरा महामुनिसँग प्रार्थना गर्छन्। त्यसपछि महाराज उहाँले आफ्नो योग शक्तिले गरेर फेरि त्यो बालकलाई उठाइदिनुहुन्छ। जीवात्मन पश्य भद्रम ते मातरम पितरम च ते सूर्यधो बान्धवस्तप्ता सुचातोत्कृतया भृशम। महाराज त्यसपछि त्यो बालकमा जुन जीव थियो त्यो जीवलाई प्रार्थना गर्नुहुन्छ। प्रार्थना गरेर फेरि यहाँ आएर बस्थ्यौ तिमी भनेर जीवको आह्वान गरिसकेपछि महाराज जुन त्यो मरेको त्यो शरीरबाट निक्लेको जीव थियो त्यो जीव आएर फेरि त्यही शरीरमा प्रवेश गर्छ। त्यसपछि उठ्यो त्यो बालक। राधे राधे। जुन त्यो अघि विष खाएर मरेको बालक थियो त्यो फेरि जुरुक्कै उठ्यो। उठिसकेपछि महाराज नारदजीले सोध्नुभयो, जीवात्मन भस्य भद्रम ते मातरम पितरम जते। बाबु तिम्रो माता पिता रोइरहनु भएको छ, विलाप गरि